नमस्कार, नेपालहोराइजन्स.com मा यहाँलाई हार्दिक स्वागत छ। अब प्रस्तुत छ समाचार भिडियो। चितवन स्थित टाइगर स्टफ रिसोर्टमा फायर खोलेको स्वीकारेका पूर्व युवराज पारस शाहलाई चितवन प्रहरीले मुद्दा दर्ताको तयारी गरेको छ। उनीमाथि 4 थरी मुद्दा लगाउने तयारी भएको स्रोतले जनाएको छ। पोखराको फुलबारी होटलबाट पक्राउ गरी चितवन भरतपुर स्थित प्रहरी तालिम केन्द्र ल्याएका शाहसँग सरकारी वकिलहरूले बयान लिएका छन्। पक्राउ परे लगत्तै गृह मन्त्रालयले पारसको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ। गृह प्रवक्ता जय मुकुन्द खनालले आपराधिक अभियोग लागेका उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिँदै उनको सुरक्षामा गृह मन्त्रालयको कुनै सुरक्षा निकाय खटिएको छैन भन्ने जानकारी दिनुभएको छ। यसैगरी पहिले नै नेपाल सरकारका प्रधानमन्त्री माधव कुमार नेपालले पारस शाहलाई आम नागरिक सरह कारबाही हुने बताइसक्नु भएको छ। गृहमन्त्रीजीलाई भनिसकेका छु कि यो कानुन मिच्ने र जथाभावी गर्ने मान्छेमाथि कारबाही हुनुपर्छ। पारसको बारेमा रिपोर्ट आएको छ, त्यसबारेमा अविलम्ब कारबाहीको प्रक्रिया अघि बढाउँ।